हेलो गाइस, वेलकम टु माई ब्लग। सो आज चाहिँ मैले ब्लग पनि नेपालीमै बनाएको, किनकि सबैजनाले भन्छ हिन्दीमा नबना नेपालीमै बना भन्छ हो। नेपालीमै बनाएको हैन। अन्त आज बिहान नै फेरि ब्लग बनाइदिएको हो। मौसम पनि राम्रो देख्दै रहेछ, अन्त मजाको भिडियो बनाइदिएको नि। वेदर पनि मजाको क्लियर देख्दै थियो बिहान त। बिहान पाला त्यही भएर भिडियो पनि हल्का बनाइदिएको। अन्त गएको थिएँ सिलिन्डर लिन, सिलिन्डर पनि भरेर आयो। आगोलाई बोक्नु लाएँ। अनि आज सानो कार्यक्रम थियो घरमा, त्यसले गर्दा मासु काट्नु हुँदै थियो तल्लो घर बडाले हो। अनि यहीँ अरू चाहिँ आँसुहरूले चाहिँ अब प्याजहरू छिल्दै थियो, लसुनहरू केलाउँदै थियो। अनि काटिदिने यहाँ अङ्कलहरूले काटिदिँदै थियो हो। अन्त आखेर चाहिँ त्यहाँ हँसाउनु लागि बसिदिइरहेको थियो। अन्त म चाहिँ नुहाइधुवाइ गरेर रेडी भयो, किनकि आज हाम्रै घरमा हो। त्यसले गर्दाखेरि अब पूजा हामीले गर्नुपर्छ भनेर चाहिँ हामी अब नुहाइधुवाइ त गर्नु पऱ्यो भनेर नुहाइधुवाइ गरेर फ्रेस भयो बिहानै हो। अन्त एकैछिनमा वेदर चेन्ज भएर हेर्नुहोस् न, ढुङ्गा न ढुङ्गा भयो, पानी परेको लामा पनि आउनु भएको थियो, लामा पर्नु हुँदै। अन्त लामा पनि परिसक्नु भयो। अन्त सबैलाई चाय पानी सबैजनालाई दिनु थाल्यो। अन्त मैले चाहिँ अब सानो भिडियो बनाउँछु भनेर सानो भिडियो बनाइदिएँ होइन। हाम्रो यहाँ खाना बनाउने चाहिँ बेना भनौँ कि काका भनौँ कि सबैजना उसले खाना बनाइदिनु हुँदै थियो होइन। अन्त यहीँ अरू चाहिँ यहाँ गफ गर्नु लागि मजाले गफ गरिदिँदै थियो। अन्त मैले चाहिँ भिडियो बनाइदिएको नि सानो। हाम्रो भाइले मजाले ललिपप बनाउँदै रहेछ, कौशल भाइले। अन्त मैले एक पिस खाइदिइहालेँ त्यति बेला हो। अन्त यहीँ हाम्रो आगो चाहिँ ललिपप माग्नु लागि खिर्की दैलोबाट माग्दैछ। अन्त सबैलाई खानासाना पनि दिएर खानासाना सबैलाई दिँदै परेर चाहिँ अब बिदाबारी दिनु लागि दिँदै थियो। त्यति बेला हाम्रो लामा पनि निक्लिनु भयो हो। घरमा पढ्न आउनु भएको लामा पनि निक्लिदिनु भयो। सोनिका नाना हाम्रो मामले भएर खाना बाँधिँदै थियो। अन्त मैले पनि थालिदिइहालेको खाना हो। भोक पुरा लाग्दै थियो, काम पुरा गरेँ हो। खाना खाइदिएको। ल अब भिडियो पनि खत्तम गर्छु, ब्लग पनि होइन। कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला होइन मेरो ब्लग। ल सबैलाई बाई बाई गाइस।